gone missing. Planes have gone missing. Known as the Devil's Triangle. A source of intrigue, legend, and fear. This is the Bermuda. नमस्कार साथीहरु 1945 डिसेम्बर 5 दिउँसोको 2:10 युएस नर्वेको 5 टोर्पिडो बम्बर विमान फ्लोरिडाबाट टेक अफ गर्छन्। यो उडानलाई भनिन्छ फ्लाइट 19। आफ्नो एउटा 3 घण्टाको रुटिन ट्रेनिङ मिसन गर्न यो जारी गरिएको थियो। त्यस्तो स्पेशल फ्लाइट त थिएन यो। आफ्नो रेगुलर मिसन कन्डक्ट गर्नका लागि यो उडान जारी गरेको थियो। फ्लाइटमा 14 क्रू मेम्बर थिए जसलाई लिड गर्छन् एउटा फ्लाइट लिडेनद्वारा जो एकदमै एक्सपिरियन्स र एउटा वार भेटेरन पनि हुन्। यो 5 वटा प्लेन उडान भरेर फ्लोरिडाबाट इस्ट डाइरेक्सन तर्फ जान्छन्। सबै कुरा नर्मल थियो, मौसम निकै सफा थियो। तर उडान भरेको लगभग 2 घण्टापछि स्क्वाड्रन लिडरले रिपोर्ट गर्छन् अचानक यिनीहरूको कम्पासमा प्रब्लम आइरहेको छ। कम्पास काम गर्न बन्द हुन्छ। यिनीहरूले आफ्नो ब्याकअप कम्पास निकाल्छन् तर ब्याकअप कम्पास नि फेल। यिनीहरूलाई थाहा छैन यिनीहरूको पोजिसन कहाँ छ एक्चुअली। उनीहरूले बाँकी प्लेनको पाइलटहरूलाई सोध्छन् तर बाँकी प्लेनको पाइलटहरूको नि इन्स्ट्रुमेन्ट मेल फङ्सनिङ गर्न थालिसकेको थियो। स्क्वाड्रन लिडरको नाम थियो लेफ्टिनेन्ट चार्ल्स क्यालर टेलर। कम्पास बिग्रेपछि निकै नै कन्फ्युजिङ मेसेज सुनिन्छ रेडियो ट्रान्समिसनबाट। टेलरले भन्छन् Both my compasses are out and I'm trying to find Fort Lauderdale, Florida. I'm over land but it's broken. I'm sure I'm in the Keys but I don't know how far down and I don't know how to get to Fort Lauderdale. मौसम बिस्तारै बिस्तारै बिग्रिँदै जाएछ। दिउँसोको 4:56 टेलरलाई लाग्छ कि उनीहरूको विमान एक्चुअलमा गुल्फको मेक्सिकोमा छ। उनले सोच्छन् अब उनीहरूले इस्टको डाइरेक्सनमा फ्लाइ गर्नुपर्छ फेरि फ्लोरिडा जानको लागि। त्यही भएर उनले आफ्नो ग्रुपलाई कमान्ड दिन्छन् इस्ट डाइरेक्सनमा फ्लाइ गर्नु। तर केही फ्लाइटको क्रू मेम्बर छन् जसलाई लाग्छ कि हामी अलरेडी इस्टमै छौँ, अब हामीले वेस्टतर्फ फ्लाइ गर्नुपर्छ। यो अर्डर दिने बित्तिकै एउटा प्लेनबाट रेडियो ट्रान्समिसन सुन्न पाइन्छ। Damn it, if we could just fly west, we would get home. Head west, damn it. मतलब कि अरू क्रू मेम्बरहरूलाई डाउट छ एक्चुअलमा उनीहरूले वेस्टतर्फ जानुपर्छ फेरि घर फर्किनको लागि। तर मौसम अझै बिग्रिँदै जान्छ र राति पनि भइसकेको हुन्छ। मानिन्छ कि त्यति बेला प्लेन फ्लोरिडाबाट 370 किलोमिटर इस्टमा थियो। रातिको 7:04 गइसकेको हुन्छ। टेलरको तर्फबाट अन्तिम रेडियो ट्रान्समिसन आउँछ। All planes close up tight. We'll have to ditch unless landfall. We all go down together. त्यसपछि यो 5 वटा प्लेन सधैँको लागि गायब हुन्छन्। आजको दिनसम्म हामीलाई थाहा छैन कि यो प्लेन कहाँ छ र यिनीहरूको साथमा के भइरहेको छ। फ्लाइट 19 गायब भएपछि सर्च एन्ड रेस्क्यु मेरिनर एयरक्राफ्ट टेकअप गर्छ 13 जना मानिसहरूको ग्रुपसँग। यसको मिसन हुन्छ कि फ्लाइट 19लाई खोज्न। यो खोज्न निक्लिन्छ र यो नि गायब। पहिला फ्लाइट 19 को 14 जना गायब र अब मेरिनर सर्च रेस्क्यु एयरक्राफ्टको 13 जना गायब। त्यसपछि केही दिनसम्म एकदमै ठुलो एयर एन्ड सी सर्च अपरेसन बोलाइन्छ। त्यस समयको वान अफ द लार्जेस्ट सर्च अपरेसन। त्यही 2टा फ्लाइटले खोज्नको लागि। तर पनि त्यो 2टै फ्लाइटको केही आतापता चल्दैन। नै कुनै मानिसको बडी भेटिन्छ र नै कुनै एयरक्राफ्टको भातीको हिस्सा एकदमै गायब। इन्ट्रेस्टिङ चिज यो थियो कि जहाँ यो दुवै प्लेन गायब हुन्छ त्यो एरियालाई आज हामी बर्मुडा ट्रायंगलको नामले चिन्छौँ।